सो हेलो गाइज वेलकम ब्याक टु गणेश एन्डर ब्लग। आज चाहिँ हामी जानेवाला छौँ पौडी खेल्न है। पुरै खोलामा जाँदैछौँ आज हामीहरू पौडी खेल्न। पुरै जङ्गलको बाटो छ, गर्मी बढी सँगसँगै जाँदैछ हामीहरू पौडी खेल्न। पानी पुरै तात्यो होला आजभोलि त पुरै यस्तो बाटो छ जङ्गल। अस्ति खेल्दा पुरै तात्यो थियो पानी। अन्त अब कपाल काट्नु पर्ला बे। कस्तो गर्मी छ केटा, पुरै जङ्गल बाटो छ कि पुरै। धेरै दिनपछि, धेरै एक हप्तापछि फेरि आज हामी जाँदैछौँ पौडी खेल्न। सो लास्टसम्म हेरिदिनु होला भिडियो। अहिले चाहिँ हामी खोला पनि आइसक्यौँ अनि अब यहाँ खोलामा आएर चाहिँ पौडी खेल्छौँ। अब हेर्नु सक्नुहुन्छ यहाँ ताल चाहिँ यतानिर छ, पानी पनि एकदम हरियो हरियो देखिरहेको छ। अब चाहिँ हामी यहाँ पौडी खेल्छौँ, गर्मी धेरै छ नि त। सो धेरै टाढा छ यो ठाउँ खेल्ने। यता आइसक्यौँ पौडी खेल्नलाई। अब चाहिँ हामी यहाँ पौडी खेल्छौँ। यहाँ अगाडि एउटा भाइ अगाडि गइसकेको छ, चाहिँ हामी जाँदैछौँ। यही पानी छ अनि अब त हामी पौडी खेल्ने भन्छौँ। सो माछा खान नि यति पौडी खेल्ने छौँ। पानी चाहिँ अलिअलि फोर्नै रहेछ, त्यही पनि पौडी खेल्छौँ। आज हामीहरू एक हप्तापछि फेरि आएको छौँ हामीहरू यहाँ आज पौडी खेल्न। आज हामी पौडी खेल्नेवाला छौँ। पौडी खेल्नेवाला छौँ हामी। लच्ची हाल्न लाग्नुभएको छ। वाह भिडियो बनाउँदै अब चाहिँ हामी जान लागेको छौँ घर होइन। गाइस अब चाहिँ हामी घर जान लागेको छौँ। अनि बाटो चाहिँ माथिबाट छ कि ढिकबाट। अब चाहिँ हामी घर जान्छौँ। पहिला यहाँबाट माथि निस्किन्छौँ। ए बाटो पनि अप्ठ्यारो छ त, बाटो पनि अप्ठ्यारो छ। यहाँबाट ठाडै ढिक्छ कि, यहाँबाट माथितिर माथि चाहिँ यस्तो छ। यता पुरै जङ्गल, खोला चाहिँ उता साइडतिर छ, तर साइडतिर छ खोला। त्यता सुँदैन लगाइदिनु यतिबाट। ल है भन्नु त अब कस्तो देखिरहेको त्यसमा लगाएर एकदम होइन। भर्खर पौडी खेलेर आएको फेरि गर्मी भइहाल्यो कि, यस्तो छ गर्मीको हालत। गाइस बेलगुरु छ क्या एउटा, यो हो नि बेलगुरु। बेल यो रुख हो, यतातिर छ रुख। कुसुम फले आएनन् यो थियो नि वही कुसुम उता जीवेन्द्र कुसुम थियो नि। हामी लेखेर आउने बेला कि कुसुम थियो त्यहाँ उता, त्यहाँ थियो यार कुसुम त। यहाँ पनि ठन्डा छ, पुरा सकिन थाहा भएन क्या। कुसुम छ यहाँ पनि, फले छैन क्या यहाँ।
सक्यो तल थियो बास्न त मजाको दिइराखेको होइन बेलले दियो होला मजाले हाम्रै आफ्नै जङ्गल आफ्नै कैसाबारीको जङ्गलमा फलेको बेल खाँदैछ नि यतातिर होइन अलिक खराब भएछ बेल 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 चाहिँ हामी यतातिर घरतिर पनि आइसक्यौँ होइन भाइहरू पनि आइसक्यौँ फोटोसोटो खेलेर अब चाहिँ हामी जान्छौँ स्कुलतिर आँप खान है त स्कुल यहाँ चाहिँ स्कुल छ स्कुलमा चाहिँ आँप छ क्या अनि हामी चाहिँ जान्छौँ अब स्कुलमा आँप खान के हो जाने तिकडा आँप खान पहिला भोगल्दै गएर पनि खाम पानी खाएर अनि जान्छौँ हामी स्कुलमा आँप खान जान्छौँ ल ल ल ल दिपेन्द्र लाउरे ल है ल लाउरे नै नै जुम्ली इन्जिनियर साहब बढी बोलेन ल हेर कच्चुनी हाल्नुहुन्छ है त ल पुलअप ए ल ल यहाँ मगर सकिँदा म गराउँछु अब किन सक्नु पर्ने थाहा छ दिपेन्द्र ल्याएर हात्ती खेलको कमाल तिम्रो हात कहिले काम भइसकेको छ अरे ट्राई गर्नु गएको छु फेरि फेरि त्यो सकिन्छ यात्रा गऱ्यो भने बाटो घाट खाँच्छु गाउँ गएर या ओके अब चाहिँ हामी जान्छौँ यहाँ पहिला पानसानी खान्छौँ अनि स्कुलतिर जान्छौँ फेरि सरकारी आँप खान सरकारी स्कुल सरकारी आँप होइन ओबे ऊ के अरूले गरे नि आँप खाएको गाली गर्नुहुन्छ गरे नि अरूले खाएको गाली गर्नुहुन्छ गरे हाम्रो पनि देख मान्छ गरे नि अब सिसी क्यामेराको अगाडि खान्छ हामी पनि कहिले हामीलाई गाली गर्नु नगरे बे किनकि हामी भाइरल भाइरल गरे हजुर भाइरल पढ्दै म्यामलाई पुरस्कार दिन्छ भन्ने त्यो गरे चाहिँ स्कुलमा पनि आइसक्यौँ होइन स्कुलमा चाहिँ आँप यहाँ मात्र रहेछ अनि अन्त चाहिँ पुरै आँप सकिसकेको रहेछ कि खाएर चाहिँ आँप चाहिँ पुरै यति धेरै आँप छ नि यहाँ स्कुलमा यति धेरै आँप छ अर्को सकेर रहेछ होइन पाकिसकेर अनि यो मात्र चाहिँ यसमा काँचो रहेछ कि अलिअलि सो अब यहाँ पनि अब सकिन्छ होला अर्कोचोटि आउने बेलासम्म यहाँ चाहिँ आँप खाने भएन आज अब चाहिँ हामी यहाँबाट जान्छौँ घरतिर आँप चाहिँ त्यति खाँच्चै रहन्छ यस्तै रहेछ आँप हान्न लाग्यो हान्न झर्दैन जाम घर जाम अब हामी चाहिँ घर जान्छौँ आजको भ्लग चाहिँ यति नै होइन अब हामी घर पनि पुग्न लागिसक्यौँ थ्याङ्क्स फर द वाचिङ एन्ड बाई